कुनै केटाले यसै भन्न नहेरेर रन्डीको छोरी विदेशमा म्याच्ने अर्काको भाडा भालुनी माझी रन्डी माझी मुजी अनि केटा रेडीको छोरी किन्ने मुजी पैसा बेसिया कमाउँदैछौ म्याच्ने त हेर्छस् बहिनी रन्डी तिमी चाहिँ म्याच्ने तिमी चाहिँ स्क्रिनसट कुन पठाइदिउ गतिलो रन्डी त मुजीलाई भन भन्दा त म्याच्ने प्रोफाइल राखेर आउँछ रन्डी म्याच्ने पर्खी रन्डी म्याच्ने यहाँ फोटो राखेर आउँछु रन्डी मुजी भालुनी म्याच्ने निबी आइज जा म्याच्ने जा भेरी जा रन्डी जा म्याच्ने जा जा तो जा आइज रन्डीको छोरीले च्यालेन्ज यति साह्रो ओपन दुःख दिएको च्यालेन्ज जस्तै जा भालुनी रन्डी जा म्याच्ने जा तँलाई ओपन नि च्यालेन्ज उल्टै आइज केस जा हालिदिन्छ क्या म्याच्ने के बोल्छस् आइज रन्डी मुजी ओपन भालुनी च्यालेन्ज आइज म्याच्ने आइज जा जा ऱ्याडी मुजी जा नेपालमा तँलाई च्यालेन्ज नेपालमा दिन्छु जा आइज मुजी केस जा हालिदिन्छ रे रन्डीले म्याच्ने जा ऱ्याडी मुजी जा बेसिया म्याच्ने यसलाई तँ क्या रिस रन्डीको छोरी उठेको म्याच्ने मसँग तेरो एक्सहरूलाई मुजी धम्काएको जस्तो लाग्यो रन्डी मुजी यो पुती मसँग मुखी नि रन्डी क्या म्याच्ने रिसाएको तेरो बा पुतीको यो खुट्टा क्या बटारेर म्याच्ने जेलस भएको झुन्डाएर क्या मारिदिन्छु मसँग रन्डी म्याच्ने रन्डी मसँग मुजी क्या भालुनी जेलस मुजी भएको क्या डेढखुट्टी यो रन्डी क्या म्याच्ने रिसाएको क्या हेर यो न हेर म्याच्ने रिसाएको के छ्या हो छ्या यो छ्या यो छ्या रन्डी छ नि तेरो भेडी गजौटे म्याच्ने ए बोयफ्रेन्ड कसैले भिलेन लाँदैन म्याच्ने क्या अझ लाइज क्या तँ अरे चिपी बहिनी सुजन त्यस्तो त म्याच्ने तँ मासमसँग भयो मिलेर क्या अझ मलाई बहिनी पिटी लाइज क्या हानेको र त्यो रन्डी गजौटे बोयफ्रेन्ड म्याच्ने भिगारिने रन्डीले तिम्रो बोयफ्रेन्ड म्याच्ने आफै मेरो पछि पछि आउँछ त तिमी नहुँदाखेरि म्याचिने ऱ्याडी मस्किँदै मसँग म म्याचिने के तिमी गर्नु त भन नभने त भालुनी म्याचिने ऱ्याडी पछि तेरो पछि लाग्छ म्याचिने खुल्काएर मुजी मेरो बगल लाडो चुसाइदिन्छु रन्डीलाई सोध म्याचिने यहाँनिर सोध भालुनी आइस होला सोध कसको यो पछि लागेको रन्डीको तेरो छोरी मुजी बोयफ्रेन्ड सोध खुल्काएर मेरो बगल लाडो चुसाइदिन्छ त रन्डीलाई म्याचिने म म्याचिने तँलाई अलिक बिटी लेखेर दिन्छु त कि म्याचिने त्यो रन्डीले मलाई गजौटेले नि बिटी नै मलाई हानेको जति पनि म्याचिने तँलाई इज्जत फक गर्दैन रन्डी क्या मुजी भालुनी बुझिस तेरो लेखेर दिदीको दिन्छु म्याचिने बुझिस मेसेज तेरो दिदीको मेसेज पठाए तेरो दिदीले मेसेज पठाएका म्याचिने त्यो फक ठुलो फोटो कुरा राखेर नगर आउँछु कि रन्डी मलाई म्याचिने जतिको नि तँलाई ऱ्याडी त्यो मुजी बेस्के गजौटेले ऱ्याडी इज्जत मुजी दिँदैन क्या पिसी बहिनी टाउकेटी बुझिस रन्डी त मुजी नभएको भालुनी तेरो म्याचिने बेइज्जत कति त गर्छ त म्याचिने सबलाई मुजी थाहा छ पुती हो देखाएर बहिनी उता बस्ने जा मुजी भिडियो कलमा रन्डी म्याचिने काण्ड छ भन्दै बस्ने म्याचिने गजौटे रन्डी मुजी आफ्नो हुइन्जेलसम्म म्याचिने राम्रो हुनु खोज्छस् रन्डी मुजी ब्रेकअप भएपछि ऱ्याडीको राम्रो छोरी अरे मुजी काण्ड छ भन्दै मुजी बस्छस् रन्डी म्याचिने गजौटेलाई त जस्तो गर्दाखेरि रन्डीको पनि छोरीलाई गजौटेहरूलाई त्यसै कहिले छोड्छु पनि रन्डी राम्रो मुजी तेरो गर्न मुजी सकिँदैन औकात क्या हुनु बुझिस पऱ्यो नि त तेरो तेरो बेहुरा हुनु पऱ्यो नि बोयफ्रेन्डले त तँ रन्डी यही म्याचिने लायकको तँलाई छ त माया के गर्छ त गर्छस् रन्डी त मुजी अनि भालुनी राम्रो म्याचिने गतिलो के बोयफ्रेन्ड गर्छस् बना त न औ बहिनी रन्डी इज्जत म्याचिने पाइहाल्छ त भन्दा म्याचिने 100 गुणा राम्रो छु रन्डीको छोरी मुजी भालुनी ए म्याचिने आइज हो रन्डी र मुजी अन्त आमाको के पैसा गर्छस् चोर्दै म्याचिने गाँजा खान्छ होइन तेरो रेडीको छोरी बोयफ्रेन्डले त भन्दा 100 गुणा आमाको राम्री छौ पैसा रन्डी मुजी चोर्दै भालुनी गाँजा खान्छ होइन म्याचिने बुढा बुढी ऱ्याडी आमा मुजी बाउलाई भेट्छस् दुःख मसँग दिन्छ भन्न होइन रन्डी तेरो म्याचिने भेट्छस् गजौटेले म्याचिने ऊ छोड त ल रियल मलाई लाइफमा हिस्ट्री भेट्छस् थाहा छ रन्डी ल तेरो म्याचिने भेरी गजौटेको ऱ्याडी त्यो मुजी बुढा बुढी बेसिया भएको म्याचिने आमालाई दुःख दिएर रन्डीको छोरी मुजी गाँजा रक्सी त्यो खाँदै आउँदै मुजी थालबटुका चियर कासको पाक्नु मुजी थालबटुका मसँग न्यु खोज्छस् चोरेर भालुनी ऱ्याडीको छोरी मुजी कुकुरको मुख ठुलो खाएर कुरा रन्डीको गर्छिस् छोरी म्याच्ने 10 रुपियाँको ठुलो मुजी कुरा लोकल गर्छिस् खाएर म्याच्ने रन्डी मसँग बिटी हान्दै बस्छस् मुजी कासको भालुनी थालबटुका म्याच्ने चोरेको हो रियल कि तेरो लाइफमा आइज है बोयफ्रेन्डले रन्डी गाँजा मुजी खानुको लागि भालुनी सोध तेरो त जा भालुपुती पनि म्याच्ने किनिदिन्छु रन्डी मुजी ऱ्याडी म्याच्ने बेसिया म्याच्ने यहाँ आइज रन्डी म्याच्ने भाइ छ है तेरो आमाको बेसिया परेको पुती फुटाउँछु रन्डी मुजी ऱ्याडीको छोरी म्याच्ने यो रन्डीको छोरी मुजी थप्रिने हो क्या म्याचिने घिनलाग्दो मुजी गनौटी मुजी भालुनी मुजी मुख छाड्दै बस्छ रन्डी म्याचिने ए कासको यो थालबटुका यसकै चोर्नीको चिक्दिने हो क्या गर्लफ्रेन्ड हो यसले चिक्दिने हो क्या मुजी भालुनी म्याचिने भिगारे नि मुजी भालुनी आइज थालबटुका चोरको गर्लफ्रेन्ड रन्डी आयो मुजी रे आइज कासको म्याचिने तँलाई पनि थालबटुका म चोरको पोपी गर्लफ्रेन्ड आयो रे भेडी लाउने म्याचिङ म पोपी लाइटले हालिदिनु पर्यो रन्डीले म्याचिङ लास्ट जेलस हुँदो रहेछ मुजी मेरो बुढाको मुजी आइडी हेर्दै म्याचिङ अझैसम्म म्याचिङले रुन्थ्यो छैन त रन्डी मेरो त रन्डीले म्याचिङले मेरो बुढाको आइडी हेर्दै म्याचिङले जेलस हुन्छ छैन रन्डी म्याचिङले लास्टै रुयो म्याचिङले मेरो बेमा चाहिँ आइज रन्डीको छोरी म्याचिङले यही मक्सिरमा हुँदैछ रन्डी म्याचिङ मेरो बेमा मुजी भाडा भाडा मलले चाहिरहेको थियो रन्डी त म्याचिङले ठिक्क आइपुगेछ रन्डी मुजी भालुनी चोरको गर्लफ्रेन्ड ठुलो कुरा नगरे कासको थालबटुका चोरको गर्लफ्रेन्ड त सुन न म्याचिङले खुब कासको म्याचिङले मन थालबटुका पराउँछ चोरको छैन मुजी गर्लफ्रेन्ड भालुनी मुजी चोरको गर्लफ्रेन्ड ओए कासको थालबटुकाको चोरको गर्लफ्रेन्ड मैले त सुन्न तेरो काण्ड सुनेर त म्याचिङले 10 दिनसम्म ओए हाँस्थे क्या चोरको म्याचिङले तेरो यो गर्लफ्रेन्ड ओए काण्ड सुनेर गजौटेको त म्याचिङले गर्लफ्रेन्ड 10 दिन हाँस्थे त क्या बहिनी तिमी नि आफुलाई काण्ड सुनेर यस्तै हो म क्या हाँस्थे क्या रन्डी गजौटे आफ्नो म्याचिङ के गर्छ नजरमा त चाहिँ रन्डी आफुलाई क्या हिरो हिरोनी म्याचिङले सोचिदिन त्यसै छोड्छ रन्डी म्याचिङले इमेजिनेसनमै हुन्छ कि काण्डकारीले यिनीहरू काम म्याचिङले चाहिँ त्यसै छोड्छ रन्डी मुजी म्याचिङले के रे के रे मुसा कसको एक्स हो के जोनको एक्स हो के यो मसँग न्यू खोजेर बसेको के यो केटी
उसको गर्लफ्रेन्ड आयो रन्डी त यही पो रहेछ मुजी म्याचिङले रन्डी भेडी रन्डी म्याचिङले आइस रन्डी मुजी तेरो त म्याचिङले तेरो त मुजी तेरो रन्डी यस्तो भेडी कहानी गर्नुपर्छ सुनेर हौ म्याचिङले मैले हाँस्थेँ के रन्डी सुटे क्या म्याचिङले सुन्न भेडी तेरो कासको कहानी सुनेर फालबुटको हाँस्थेँ चोरको क्या म्याचिङ गर्लफ्रेन्ड त जाइ अझ म्याचिङले गजौटे नागी को भाइलाई मुजी गर्लफ्रेन्ड हो त जोनको जा बारेमा सोधे के भनिस् चाहिँ मुजी घर कहाँ हो कहाँलाई मुजी एकचोटि वृन्दावन झन् कता के हो भएको भन्ने भने सोधेस् यहाँ चाहिँ सुन न म्याचिङले आयुष के सुन्न भएको ओइ भने होइन म म्याचिङले भेडी सुनाउँछु सुन्न ल म्याचिङले नागी फोनमा भाइलाई बोल्दै बोलाउँ गर्दा रन्डी के मुजी भएको भन् भने होइन म्याचिङले यसको लभियो गल बोलाउँ रन्डी त्यो म्याचिङले जोन लभियो होइन मुजी भाले नि मुजी डरो औकात त गाजा छैन खाएर आउने त्यो तर रन्डीको नाटेको छोरीलाई रहेछ म्याचिङले तर झ्याप पनि म मारेछ होइन भन्छु रन्डी अनि सुन्न भेडी रानी त्यो म्याचिङले गाजा खाएर मान्छे नागी कसरी भाइले भुलेर सुत्छ रन्डीको होइन म त छोरी त्यसलाई त म्याचिङले जोनको बारेमा सोध्दै भालु नि रन्डी मुजी पास कहाँ हो फेर्न के हो भन्दै गाह्रो अझै भयो मुजी होला पछि भनेर होइन लाग्छस् म्याचिङले बिहे गरिसक्यो त ऊ रन्डीको छोरी म्याचिङले त के रखेल बिहोस यो भएको रहेछ रन्डीको होइन छोरीले यसको के boyfriend। भन्यो अरे भने नि म्याचिङले मेरो बुढी छ भन्दा नि यहाँ म्याचिङले मलाई बाहिर राख्नु न त म बस्नु मजाकको सक्दिनँ पात्र है तपाईँ यो केटी तिमी बिना म बाँच्नु सक्दिनँ मजाकको भने पात्र अरे है छ्या यसको रन्डीले त कुरा कसले म्याचिङले पत्याउँछ कुख्रा हेर न म्याचिङले त्यहाँ भालु नि यो फुच्ची यसलाई त देखेर दया लाग्छ हो जा म्याचिङले मलाई घरमा मुजी मलाई घरकोले मुजी केटी खोजिदिइसक्यो म्याचिङले त चाहिँ मुजी रखेल भएर बसेस् म्याचिङले त रन्डीको छोरी म्याचिङले त के हो र रन्डीको लु होइन यो भने र भन् म्याचिङले आम्मा तिमी कसम छ ए रन्डी हो र म्याचिङले तिमी होइन पो हो भने त्यो बुहारी म्याचिङले सुने ए त रन्डीको तिमी नै छोरी हो मुजी त्यो भेडी बुहारी म्याचिङले ओहो जोनले म्याचिङले मेरो तिमी यहाँ घरबाट आउ न मुजी बुहारी खोजिदिइसकेको आउ छ त भन्दा त ए हो म्याचिङले र रन्डीले तिमी नै मलाई पो हो बाहिर त्यो राख्नु केटी न त मलाई बाहिर राख्नु न त भनिस् त होइन खै त रन्डीले बुहारी के हो म्याचिङले नि होइन भने कपाल हो त भन् रन्डी हुनेवाला म्याचिङले बुहारीको के हो यो रेडी मुजी कपाल बेसिया रन्डी म्याचिङले चिकोरी मुजी भालुको बहिनी छोरी यस्तो मुजी यस्तो त ड्रेसअपले रन्डी चाहिँ हुँदैन है म्याचिङले रखेलै जुत्ता होस् कि त सुरुवालहरू लाएर म्याचिङले आऊ तेरो त यहाँनिर मुजी आउँदा औकात छैन नि त म्याचिङले अरूको बुढी ए हुनु हो त र रन्डी म्याचिङले बहिनी त गजौटी नि म्याचिङले रखेलै गजौटीको भएर बसेस् के गर्लफ्रेन्ड म्याचिङले गजौटी नि सुगर तिमी ड्याडी पनि खोज्दै बस्यो गजौटी रन्डी भन्दा म्याचिङले केही रखेलै कमको भएर छैनौ बसेस् क्या के म्याचिङले गजौटेको त रन्डी मुजी कुराहरू लुकाइदिने म्याचिङले घरमा बुढी हुँदा गजौटेको हुँदै साथ म्याचिङले दिनेलाई मलाई बाहिर गजौटिनी नै राख्नु भन्छ भने क्या त बहिनी रन्डी बुझ्यौ म्याचिङले भालु नि ड्याडी मुजी बेसिया म्याचिङले रखेल भएर बसेस् म्याचिङले आइज बेस्या म्याचिङले अरे तेरो तँ पुतीको जस्तो प्राइस होइन भन् क्या रन्डी भिडियो मुजी कलमा किनिदिन्छु देखाउँदै रन्डी हिँड्ने तँ मुजी जस्तो भालु होइन नि क्या म्याचिङले बहिनी तँ जस्तो ड्याडी मुजी चाटाकारी होइन बेसिया क्या बुझी यो रन्डी मुजी उता जा यतिसम्म गिरेको छ म्याचिङले घरमा बुढी हुँदा हुँदै म्याचिङले मलाई बाहिर राख भन्ने त मुजी भालु नि रन्डी ए हो र म्याचिङले भालु नि नै होस् क्या त रन्डी म्याचिङले यसको कुरा रेडी मुजी पुती देखाएर बस्ने म्याचिङले हाँस उठ्यो भिडियो कलमा बहिनी रन्डी तिमीले म्याचिङले सुनेको रेडी थियौ मुजी दुध देखाएर थियौ म्याचिङले बहिनी भिडियो तिमीले कलमा तिमीले म्याचिङले पुती सुनेको थियौ चिकाउने बहिनी रन्डी म्याचिङले भेडी सुनेको थियौ रेडी बहिनी मुजी तिमीले बेसिया त्यसो भनेको म्याचिङले काण्डगारी मुजी अझ मुजी भाइहरूलाई म्याचिङले सुनेको थियौ अझैसम्म मुजी बहिनी तिमीले एड्रेस त्यसो सोध्छस् अरे भनेको भन रन्डीको न छोरी तिमीले म्याचिङले सुनेको थियौ रेडीको त्यस्तो छोरी भन्दा मुजी अर्काको म्याचिङले एड्रेस तिम्रो मुजी बोयफ्रेन्डले सोधेर पनि त म्याचिङले आइफोन एट भिडेनेको दिएको मुजी तिमीलाई कन्डको भन्दै थियो ट्र्याकमा त तिमी हो सुनाउँछस् रन्डी त्यो मुजी यो कुरा भालु नि हो त म्याचिङले हो त रेडी मुजी त्यो भिडेनेको म्याचिङले गजौटेले एक के इन्चको के के तुरी के मुजी भन्छ त कि तिमी मुजीलाई त्यो झुन्डाएर कुरा सबै मारिदिन्छु मुजी पत्याउँछौ त्यसको तुरीमा मुजी भालु नि म्याचिङले रन्डी मुजी भेडी म्याचिङले सुटी मुजी चौरी परेको पुती बोकेर उता रन्डीको उता छोरी जा है फुच्ची म्याचिङले उता अझै जा पछि लाग्छ फुच्ची म्याचिङले उता जा फुच्ची जाऊ प्लिज क्या रन्डी जाऊ मुजी प्लिज म फुच्ची नमस्ते म्याचिङले गर्छु टिपी फुच्ची रन्डी नमस्ते गर्छु क्या फुच्ची जाऊ जहाँ जाऊ म्याचिङले जाऊ तेरो जाऊ पुतीको फुच्ची प्राइस जाऊ भने म्याचिङले तँलाई अन्तिम म भने नमस्ते गर्छु त फुच्ची म्याचिङले तेरो जाऊ जाऊ पुतीको जाऊ प्राइस जाऊ भन् जाऊ क्या रन्डी फुच्ची मुजी जाऊ भाले तेरो प्लिज पुती जाऊ किनिदिन्छु रन्डी जाऊ म्याचिङले रेडी मुजी बेसिया म्याचिङ यहाँ उभिएर बोले जाऊ क्या रन्डी लु मुजी भयो भयो भिडेको फुच्ची पुती बोकेर हजुर रन्डी हजुर म म्याचिङ हो हजुर वरिर जाऊ परेको जाऊ जाऊ पुती फुच्ची मलाई बोकेर डर रन्डी मुजी लागिसक्यो क्या भेडी म्याचिङले रेडीको छोरी डर मुजी लाग्यो फुच्ची काण्डकारी जाऊ न भालुनी यार म्याचिङ मलाई डर अझ लागिसक्यो रन्डी डर म्याचिङले लागिसक्यो हो तँसँग मलाई चेपेको तँ रन्डीलाई कस्तो के डर छोडिदिएको लाग्यो रन्डी यार मलाई म्याचिङले त काण्ड छ भन्दै बस्ने रन्डी मुजी भालुनी एक नम्बरको काण्ड रन्डी त छ मुजी त तेरो बेसिया काण्ड म्याचिङले नभएर के छ त फुच्ची जहाँ तिम्रो काण्डै म्याचिङले छ त रन्डी मुजी तिमी जहाँ त्यस्तै गर्दै म्याचिङले हिँड्छौ त फुच्ची रन्डीको अनि छोरी के गर्छौ म्याचिङले भन मेरो त बुढा हो रन्डी म्याचिङले तँ त मुजी रखेल तेरो भएर मुजी बुढालाई बस्छु तेरो भने गजौटे रन्डी नै बुढालाई हो क्या म्याचिङले लाइज मेरो तेरो बुढा गजौटे भयो बुढा म्याचिङले तेरो तँ त गजौटे मुजी रन्डी बुढालाई चाहिँ मुजी भन मेरो मेरो बुढा पछि हुँदा नलाग हुँदै भनेर म्याचिङले भन तँ त्यति मुजी नै रखेल भएर बस्नु खोज्ने ऱ्याडी तेरो मुजी गजौटे बेसिया बुढालाई चाहिँ म्याचिङले मेरो रन्डी पछि नै नलाग होस् के भन त होइन मुजी सारा दुनियाँले देखेछ क्या तेरो गजौटे भालुनी बुढाले म्याचिङले मेरो कसरी सुगर ड्याडी पछि खोज्दै लाग्छ बस्ने त रन्डी नहुँदा भनेर म्याचिङले तेरो भन्न त गजौटे म्याचिङले बुढालाई त तेरो सम्झ पुतीको बाँधेर प्राइस राख भन् होइन रन्डी म्याचिङले प्लिज तेरो मलाई तेरो पुतीको प्राइस गजौटे भन् बुढासँग म्याचिङले होइन तेरो छेउ म पनि म्याचिङले पर्नु पुती मलाई किनिदिन्छु कस्तो म्याचिङले आज हुन्छ नि रन्डी म्याचिङले सस्तो फिल हुन्छ ऱ्याडी क्या मुजी यस्तो बेच्या कति राति गजौटेहरूसँग म गर्छस् उयो भन् गर्छु रन्डी म्याचिङले तेरो मुजी चौरी परेको पुती दुनियाँमा म्याचिङले केटाहरू छैन र यस्तो ऱ्याडी मुजी गजौटे तेरो बुढालाई चौरी म परेको हेर्छु पुतीको प्राइस भने आफू ऱ्याडी मेरै मुजी बोयफ्रेन्ड बेसिया छ रन्डी हौ म्याचिङले रखेल भएर पनि बस्छु भन्यो यो रन्डी यस्तो म्याचिङले गजौटे यतिसम्म त म्याचिङले झेक्ने रन्डी मुजी तैँले सुन्न सुनेको थिइस् म्याचिङले मैले रखेल भनेको भएर मैले भनेको बस्ने तैँले नभन्नौ सुनेको थिइस् रन्डी म्याचिङले मैले 40 भनेको वर्षको सुनेको मुजी थिइस् सुट्नु तैँले भए भन पनि न त पस्छौ रन्डी मुजी त रन्डीले म्याचिङले रखेल भएर चाहिँ नबसे मुजी भालु नि म्याचिङले ए केटी हो र मान्छे भएर मुजी ए एउटा हो केटाको र लागि म्याचिङले मर्नु खोज्छस् रन्डी ए म्याचिङले
ए हो र रानीको छोरी म्याचिङ पुतीमा म्याचिङ ल ल पानी ठिकै छ सुकिसक्यो भालु ओइ म्याचिङ अरू धनिया सम्बिचकेर अब बस्छ नेपालमै रन्डी छेस कि म्याचिङ कहाँ छेस होइन म्याचिङ म के आउँछु गर्छ तौ रन्डी म म्याचिङ आउँछु यहाँ अलिकति आइज गाली गऱ्यो भने तँलाई म्याचिङ ओपन झुन्डेर मर्छु च्यालेन्ज भने भयो मेरो रन्डीलाई म्याचिङ म के आउँछु भन्नु जा म बिटा चाहिँ मर्दै मोटाउँछु रन्डी मैले जोनको म्याचिङ घर तेरो म देखि त पनि मरिस् सक्छु भने त जोन त म्याचिङले म मासु भात बसेर खान्छु कुरा रन्डीको गर्छु ल छोरी पछि आइज भालु नि ल म्याचिङले आइज जा रन्डी म्याचिङले डिप्रेसन तिमीले गर्छ दुई दिनमा बिहारी मैले रन्डी गाला म्याचिङले पठाइदिन बिहारी भने चाहिँ रन्डी नि म्याचिङले
तेरो बोयफ्रेन्डले राडी मुजी कति भालुनी गर्यो कि मैले रन्डी म्याचिङले नभनेको पुती कुराहरू बेबारी पनि रन्डी भनौ म्याचिङले भन्यो हातको भने नसा त्यसैले धरी गइजुले काट्ने पाठ खेल्यो रन्डीको कि छोरी त्यो आइएमए म्याचिङले पाठ तँ खेल्यो कि रन्डीसँग मेरो लेभल मिल्छ रन्डी हैन म्याचिङले त्यो गरिब आइएमए पाठ मुजी खेल्यो कि कसम मलाई कि गरिब अब चाहिँ म म्याच्ने मैले यो मैले तेरो म्याच्ने बारेमा यो केही भेडी भनेको पनि रन्डीले छैन त मैले तेरो म्याचिङको बारेमा फिनेल कुरा खाएको गरेको अरे पनि के छैन मुजी हैन अझ रन्डी म्याच्ने केटीसँग केटाले मैले छोड्यो झगडा भनेर रन्डी गर्दिनँ थु पनि नम्बर रन्डी 1 मेरो बुढाले हैन छोड्यो भनेर म्याच्ने फिनेल खाएको नम्बर 1 रन्डी म तेरो मुजी केटीसँग म औकात कहिले हुनु पर्यो झगडा नि नि हेर्नलाई गर्दिनँ मुजी तँ आफै भालुनी आएर मसँग म्याच्ने झगडा गर्दैछस् राडी हैन मुजी अब चाहिँ केसिया मसँग म्याच्ने आउँदैन हैन अझ तेरो म्याच्ने मर्छु बोयफ्रेन्डसँग भनेर मुजी जब के म डर 10-15 देखाइसक्यो दिन रन्डी बोलेको त्यति म्याच्ने बोलेकोमा भिखारी मुजी साले तेरो त्यो रन्डी बोयफ्रेन्ड मुजी भाले एक्स तँ मलाई त्यो मुजीलाई नाम छोड्छ तँ जोड्नु पनि मुजी छैन तेरो औकात प्लिज हुनु हैन पर्यो नि त म्याचिङले त्यो तँलाई गजौटे हेर्नलाई हैन त त्यो म्याचिङ गजौटेलाई म तँ हैन भन्दा यस्तरी म्याचिङले यस्तरी 100 पुलि गुणा म राम्री छु यस्तरी म म्याचिङले जेलमा के गर्छस् खाप्छु कि रन्डी पख मुजी भालुनी म्याचिङले हेरिराख मलाई तँ त्यस्तै म्याचिङले आमाको भन्दा मायाले मुजी मलाई धनी छु छोडिदिएको रन्डी हो मुजी कि भालुनी म्याचिङले राडी साले मुजी त्यसले मलाई रन्डी मुजी नपत्याएको थियो त्यसले बेसिया मेरो म्याचिङले बेइज्जत तँ गर्न भन्दा मुजी 100 गुणा राम्रो छु के उफ्रिनुको गर्छु कारण रन्डी पनि मुजी त्यसले तँलाई चुनाएर म्याचिङले हो त्यसै हैन छोड्छ म्याचिङले मेरो बुढाले त्यो भालुको आओस् छोरी त मुजी रन्डी म्याचिङले पछि चाहिँ त्यसको पुती घरै देखाएर जान्छ बसे तँ आम्मा रन्डी कसम म्याचिङले त्यसको घर दुनियाँले गइन हेर्छ भने नि रन्डी मुजी म राडी उयो मुजी होइन बेसिया क्या म्याचिङले बुझिस् आम्मा कसम म्याचिङले त्यसको मलाई घर चाहिँ मलाई थाहा बाहिर राख्नु पाइसकेपछि न त त्यसको मलाई घर म चाहिँ घरमा जान्छु क्या नल्याई मलाई पक्की बाहिर आओस् म राख्नु अरे कुरा गर्छु रन्डीले त्योसँग म्याचिङले भेडी त रन्डी बहिनी म्याचिङले पुती बेपारी यिनीहरूले म्याचिङले क्या यो रखेल भएर पाठमा बस्ने क्या तेरो अरू भने औकात छ त हिपीको रन्डी जस्तो म्याचिङले सम्झेको घरमा होला बुढी क्या हुनु तिमीको त खोज्छस् म म्याचिङले कसरी होइन म बुढी म तिमीको हुँदा हुँदै कसरी रन्डी गालासाला म्याचिङ अझै पठाउँछु बिटी आएर हान्दै बस्छस् पक्नु रन्डी मुजी भालुनी चिनेको म्याचिङले छिनस् तैँले मलाई राडी क्या मुजी को यता हो चाहिँ भनेर भालुनी बुझिस् म्याचिङले भाइसने यसको म्याचिङले बोयफ्रेन्ड आज आओस् तेरो न म पुती पुरै म्याचिङले गर्छु फुट्ने गरी चिरिदिन्छु ए रन्डी यार म्याचिङले यसको म पुरै गर्दिनँ यार यो राडी खुच्ची मुजी पो हो, म औकात चिन्दिनँ नभएको पनि यस्तो म्याचिङले भतौरी निबी खुच्चीहरू म्याचिङले आएर यार राडी तेरो मसँग पुतीको बाजेर यार खुट्टामा मेरो म्याचिङले बेइज्जत क्या यार डडेल लगाइदिन्छु राडी मुजी मुजी आगो लगाइदिन्छु रन्डी म्याचिङले मलाई तेरो यस्तो म्याचिङ पुतीको खुच्चीहरूसँग पानी सुकिन्जेल बोल्नु म्याचिङले परिरहेछ यार चिरिदिन्छु यस्तो भालुनी भतौरी रन्डी मुजी खुच्चीहरू रन्डी सालेहरू भाली साला रन्डी मुजी हक्नुको भालुनी नाममा साला म्याचिङले पुती बस्तीको बेगाएर तिम्रो म्याचिङले खुच्ची साला यो ठुल्ठुलो कुरा रन्डीको गर्छ साला छोरीले जज बोलेको सुन अर्को के मान्छेको पिटी हानेछ भने बोलीबाटै म्याचिङले थाहा हुन्छ क्या सुनेर कस्तो यो म्याचिङले कस्तो हाँसेकै घरको मुजी भनेर रन्डी म्याचिङले क्लब क्लासको गएको रे केटीहरूसँग यो मलाई रन्डी त्यसले क्लब भिडाएर गएको रे कि म्याचिङले मुजी इटरीको मुजी धनी बाबुको छोराले थर्ड मुजी क्लास यसलाई लाइन हान्यो केटीसँग अरे क्या मलाई रन्डी भिडाएर मुजी यार यस्तो गजौटी मक्ख अब यो रन्डीको गजौटेको त छोरी यहाँ म्याचिङले त्यस्तो म घरमा थुक्का गइनँ भने रन्डी त पक्न म्याचिङले त्यो म्याचिङले स्नेकर इटरीको कहाँनिर खेल्छ म्याचिङले मलाई राम्रो केटाले थाहा छ मुजी क्या त रन्डीको छोरीले मुजी लाइन हान्यो भनेर म्याचिङले मक्ख म पर्ने तँसँग रन्डी कुरा गर्दिनँ म्याचिङले सिधै म ऱ्याडीको तेरो छोरी बोयफ्रेन्ड मुजी तेरो थुक्का गजौटे रन्डी म्याचिङले बोयफ्रेन्डसँग कुरा गर्छु अझै म्याचिङले क्लब गई गई म्याचिङले ऱ्याडीको छोरी तेरी पुती बिकाउने रन्डी म्याचिङ यता आइज ऱ्याडी मुजी रन्डी म्याचिङले यता आइज भालु नि म्याचिङ नभागे रन्डी मुजी ऱ्याडी म्याचिङले भाग्छिस् रन्डी म्याचिङले तेरो कुरा सुन्नु के म्याचिङले यसले यसको सकिनुहोस् भालु नि रन्डी म्याचिङले ऱ्याडीको छोरी म्याचिङले मसँग झगडा गर्न आउँछस् रन्डी मुजी निब्बे म्याचिङले नचिनेको न भालु नि म्याचिङले जा मुजी धनियाको भनेर मुजी सोध रन्डीको छोरी मुजी पुती बेपारी ऱ्याडीको छोरी मुजी भालु नि म्याचिङले जा रन्डी धनियाको भनेर सुन रन्डी म्याचिङले ऱ्याडीको छोरी मुजी भेडी म्याचिङले फिनेल खान्छस् रन्डीको छोरी मुजी जा म्याचिङले मुसा मर्ने दबाई खाएर मर्दै रन्डी मुजी भालु नि म्याचिङले डिप्रेसनको रोगी रन्डी म्याचिङले भालु नि दबाई रन्डी खाने रे मुजी मलाई त रखेल भएर होस् बस्न सक्ने रन्डीले त म्याचिङले तिमीहरूसँग मर्दै म्याचिङले हाँस्नु तेरो छ आमा बाउ मुजी खुसी हुन्छ बरु रन्डी म्याचिङले भालु नि ए यस्तो मैले मुजी छोरी हुनुभन्दा रन्डी म्याचिङले रखेल भएर बस्नु र म्याचिङले मर्नु एउटै हो रन्डी म्याचिङले जा दबाई म्याचिङले खाएँ मर्दै रन्डी मुजी भालु नि दबाई म्याचिङले खाएँ अरे मैले रखेलै यसको हुनु मन छ बोयफ्रेन्डको भने लागि जा दबाई म्याचिङले खाएँ अरे गएर यसको मुजी मर्दै बोयफ्रेन्डले मुजी मलाई बागमती लास्ट गर्नु ल्याङ गएर गरेर रन्डी चाहिँ मैले म्याचिङले ढाँटी ढाँटिदिएको थिएँ क्या ऱ्याडी म्याचिङले कति मसँग मुजी मेरो झगडा ल्याङ गर्न गरेर आउँछस् यति रन्डी मेरो म्याचिङले नाम लिएर तेरो हिरो बुढा भएर क्या म्याच तेरो बुढालाई त मैले किनिदिएको मलाई हो मेरो रन्डी नाम म्याचिङले के नलि बुझ्छस् म मुजी गरिब मरिदिन्छु म म्याचिङले दबाई औकात नभएको खाइदिन्छु निब्ने भनेको थिएँ रन्डी कि म्याचिङले भाइ पनि त्यसले त्यो ऱ्याडीको भित्तीले छोरी मुजी छोडेन क्या भालुनी मेरो नाम म्याचिङले लिनु भेडी रन्डी तेरो म्याचिङले भुत्लै भुत्ला परेको मुजी काहीँ परेको पुत्ती पनि देखाएको छैन मुजी दुनियाँलाई रन्डी म्याचिङले भालुनी बहिनी राडी मुजी देशिया बहिनी म्याचिङले मसँग नि खोज्ने रन्डी मुजी तिमी भालुनी यस्तोहरू म्याचिङले यस्तो यस्तो चिगरी यस्तो रन्डी फतौरीहरूको यो कुरा नसुन म्याचिङले यहाँ ओइ मुच्छा म्याचिङले योसँग नबोलाइ मुजी फसाउँछ म्याचिङले यसले मुजी काण्डकारीले मुजी भालुनी मुजी म्याचिङले भिटी रन्डी अब म्याचिङले अझै कहाँ मेरो गयो त बिटी बहिनी हान्छ राडी म्याचिङले अझ म्याचिङले बिट्टी पत्याउने अरे कुरा गर्न हो हामीलाई त आउँदैन रन्डी त बहिनी म्याचिङले जे तेरो छ दिदीले साँचो त्यही म्याचिङले बोल्ने मान्छे रुङ्गु हो त अरे के बहिनी त हामीलाई बिट्टी म्याचिङले हान्नु आउँदैन त मुजी बहिनी के साह्रो पछि लागेको जाऊ के म्याचिङले तेरो दिदीले धरी तिमीहरू जस्तो म्याचिङले होइन नि प्लिज हो यहाँ भाइ नबोला चियरबागमा आएर योसँग त्यो मुजी यो खाएको पागल भात भइसक्यो पचाउनुको लागि भनिरहेको बिट्टी रन्डी हान्दै बस्ने म्याचिङले होइन नि म त जे कुरा हो म्याचिङले साँचो निबी त्यही कुरा म्याचिङले भनेको हो कि थुक्का बहिनी रन्डी जाऊ म्याचिङले उता जाऊ तेरो जाऊ त जाऊ जाऊ म्याचिङले तेरो बेहोरामा त म्याचिङले मुती दिन्छु रन्डी म्याचिङले थुक्का रन्डी म्याचिङले केटाको लागि म्याचिङले मर्नु खोज्ने रन्डी यसलाई त मसँग रन्डीको कति छोरीलाई त रिस सुन त उठेको रहेछ रन्डीको हेर्न छोरीलाई यसलाई त मसँग म्याचिङ त्योभन्दा कति रिस अगाडि पनि उठेको रहेछ म्याचिङ नानीको बाउले मुजी भगवान् सुताएर यसलाई के छोडिदिएछ त साह्रो रन्डी जेलस म्याचिङले म जस्तो राम्रो रन्डीको छोरी केटीसँग जेलस हुँदैन म्याचिङले यो रन्डीलाई त त्यस्तै मनपर्छ क्या साले म्याचिङले अर्काको बुढी भएको अर्काको छोराछोरीको बाउ
म्याचिङे त्यस्तै मनपर्छ रन्डी म्याचिङे भालु नि मुजी पैसा धुत्नु पर्छ जस्तो रन्डी म्याचिङे म्याचिङे रन्डीको छोरी मुजी पैसा लुट्नु पर्छ जस्तो मसँग रानीको छोरी कति धेरै म्याचिङे रिस अर्काको उठेको बुढाहरू रहेछ त कि मन पारेर बसोस् नि म्याचिङे रन्डीको छोरी मुजी भालु नि रखेल म्याचिङे जहाँ मुजी भेडी नाम होइन रन्डीको छोरी मुजी म रखेल तसँग नाम कुरा राख्नु गर्दिनँ रन्डी हौ जाऊ म्याचिङे जाऊ उता जाऊ भालु तिम्रो नि रन्डी बोयफ्रेन्डसँग कुरा म्याचिङे गर्छु तिम्रो बोयफ्रेन्ड आउँछ म त्यो उसँग कुरा रन्डीको गर्छु जाऊ छोरीलाई क्या तिमी म्याचिङे उता जाऊ योभन्दा अगाडि पनि म्याचिङे कुन चाहिँको नानीको बाउले म्याचिङे टिकेर छोडिदिएको हो किन भन् म्याचिङे
ड्याडीको छोरी हो कि होइन भने ड्याडी मुजी तेरी आमाको कसम खाएर म्याच चिने रन्डी मुजी भालु नि ड्याडीको छोरी मुजी यो म्याचिङले नानीको बाउले छोड्दा समेत यो रन्डीको छोरीले म्याचिङ मर्नु खोजेको रे क्या म्याचिङ यतिसम्म म्याचिङ सकेको रन्डी मुजी भालु नि म्याचिङ तेरो आमा बाउले थाहा पायो भने म्याचिङ तँलाई जिउँदै मार्छ मुजी त्यही भएर मुजी आफै मर्दै रन्डी मुजी भालु नि म्याचिङ ड्याडी मुजी बेस्टिया म्याचिङ रन्डी मुजी भेडी मुजी छक्री म्याचिङ दुनियाँसँग लागेर म्याचिङ मेरो बुढाको कुरा काट्दै बसेस रन्डी स्टोरी राम्रो छ त स्टोरी बुढाको एड्रेस चाहियो रे रन्डी मुजी एड्रेस थाहा छ तेरो बुढाको मलाई तैँले भनिराख्नु पर्दैन क्या एड्रेस थाहा छ क्या तेरो बुढाको आइज म्याचिङ ओइ रन्डीको छोरी मुजी मेरो बुढाको मुजी एड्रेस चाहियो म्याचिङ आइज म्याचिङ मेरो घर पनि त्यही हो रन्डी म्याचिङ आइज बिरदामट मानन्दर चोक आइज रन्डी म्याचिङ तिमीलाई देखेर विरक्त चल्छ हौ बहिनी मलाई तिमीलाई देखेर विरक्त चल्छ क्या बहिनी रन्डीको छोरीलाई त म्याचिङ रियल लाइफमा चल्छ यिनीहरूलाई देखेर यिनीहरू जिन्दगीमा के गरी खान्छ क्या यिनीहरू दुईजना छोराछोरी जन्म्यो भने नि को पट्टि जान्छ होला क्या आमा हेऱ्यो आमा त्यस्तै बाउ हेऱ्यो बाउ त्यस्तै होइन तिमीहरूले छोराछोरी नजन्म भयो पाप लाग्छ छोराछोरी नजन्म है तिमीहरू चाहिँ कसम पाप लाग्छ तिमीहरूले छोराछोरीको लालन पोषण चाहिँ राम्रो गरेर तिमीहरू यस्तै आमा त्यसको बाउ एउटा अब आउँछ अहिले त्यसको बाउ अब म्याच मेरो बुढाले छोड्यो म्याच बाउ लाएर अब अर्कोसँग लाग रन्डी मुजी भालो नि म्याच नि ड्याडी मुजी बेस्या रन्डीको छोरी मुजी तेरो त म्याच बाउ आउँछ 500 स्टिक गाछ खान्छ हैन अहिले आउँछ यसको बुढा अब बेस्या रन्डी म्याच नि भेडी मान्छे चिने गरी हिनेर आउँछ यसको बुढा भएर 500 स्टिक गाछ खान्छ हैन यसको बुढा बाउ लाएर आउँछ फेरि फिनन खानु खोज्दा नि रन्डी म्याच नि गाउँका बहिनी जाऊ म यहाँ यसो हेर्नु आएको क्या बहिनी जाऊ म तिमीहरुसँग बोल्दैन के जाऊ बहिनी जाऊ पर्यन्त म्याच नि भिगारी नि औकातको कुरा नगर के बहिनी तिमी एन्ड्रोइड फोन बोकेर औकातको कुरा नगर के मसँग बहिनी तिमी एन्ड्रोइड फोन बोकेर मसँग औकातको कुरै नगर क्या जा रन्डी म्याच जा म्याच नि गएर मसँग औकातको कुरा गर्छु तिमी औकातको कुरा गर्छु मसँग तिमी रन्डी मुजी ड्याडी म्याच नि भिडियो कलमा देखेर मिटर सेल्फी हाने गरे एन्ड्रोइड फोन बोकेर के ठुलो कुरा गर्छ तँलाई त के मसँग ठुलो कुरा गर्छस् त गजौटेले तँलाई आइफोन 8 दिएर तँलाई जीविका चलाइरहेको छस् के ठुलो कुरा गर्छस् तेरो बाउ आमाले आइफोन 8 मा बिकेको साले भिखारी कुरा नगर मसँग नगर के तिमी आइफोन 8 मा बिकेको भिखारी बहिनी हो क्या उता जाऊ आमा मुजी रन्डी मुजी भालो म्याच नम्बर पठाए त रन्डी मुजी भालो बोयफ्रेन्डले बकाइदा भनेको छ यसको छोरी गजौटे बोयफ्रेन्डले आइफोन 8 मैले दिएको भन्ने म्याच नि झुन्डेर मर्छ यो रोगी म्याच अहिले यो पुरा यो अन्त पागल भएको छ यो यस्तो पछुताउँछ यति बेइज्जत गर्दैछ कि त्यसले त्यसलाई केही भनेर सोध्यो भने उल्टे त्यसले के भन्छ मैले धनिया मेरो पछि लाग्छ तँलाई पनि त्यही भन्छ क्या बुझिस् जे मलाई भन्छ नि तँलाई पनि त्यही भन्छ क्या रुँदै बोल्दैछ रन्डी रन्डी त मसँग बोल्दा रुँदै बोलिछ हो रन्डी म्याच नि के मुजी पुतीबाट पानी झर्यो रन्डी म्याच नि रुएर कुरा नगर बहिनी एउटा कुरा त बहिनी क्लियर छ कि हैन तिमीलाई भन्दा के त्यसले मलाई धेरै इज्जत दिन्छ क्या बुझ्यौ तिमीलाई पछि हेर न तिमीलाई म जे तिमीलाई कुकुर जतिको त्यसले बिहेबार गरेन नि कान चट्टे काल तिमीलाई भन्दा त मलाई नै इज्जत गर्छ क्या मेरो बुढासँग त म्याच न पुती खेलाउँदै बोल्छ यो रन्डीको छोरी म्याच न मसँग चाहिँ तेरो गजौटे बोयफ्रेन्डको त्यति साह्रो नि भाग्य छैन क्या बुझिस् आफूले दुईजनाको हरकत भन्दैछ क्या मलाई यिनीहरू दुईजनाको हरकत भन्दैछ क्या मलाई यिनीहरू दुईजनाको हरकत भन्दैछ क्या यिनीहरू त्यस्तै बोल्छ के भनेको थाहा मलाई जोडले धनियाले मैले भनेको सबै मान्छ भनेको धनियाले यत्रो पपुलारिटी दिए तँलाई तिमीले त के पनि मान्दैनौ धनियाले त मैले भनेको सबै मान्छ भनेर मलाई कुदियो त्यसको बोयफ्रेन्ड मसँग झगडा गरेको के गर्छौ तँ रन्डी पछि भिगारी नि म्याच छिने गरिब म्याच छिने अझैसम्म मेरो बुढाको प्रोफाइल हेर्दै मलाई त्यस्तो त भन्दैन रिलेसनमा नराम्रो चाहिँ गर्दिन मन थिएन हैन तर यो फुच्लो अति न्यू खोज्यो क्या मसँग क्या अझ म्याच नि मेरै भाइहरुलाई भनेको मलाई त्यो ट्यापेले के भनेको भने धनियाले हरेक भनेको मलाई चाहिन्छ एउटा बोयफ्रेन्डलाई त्यो गर्नुपर्ने ट्रिट सबै दिन्छ मेरो मनको कुरा बुझिदिन्छ भन्छ क्या रेडीको छोरी मुजी मलाई सोध रन्डी म्याच नि मलाई सोध भालु नि म्याच नि के जान्छस् म्याच नि भन रन्डीको छोरी तँलाई म्याच नि एड्रेस चाहियो म्याच नि बिरतामट आइज म्याच नि रन्डी बिरतामट मानव चोक आइज रन्डी म्याच नि आइज म्याच नि रियलमा भेट्छ म्याच नि मसँग रन्डी मुजी भालु नि म्याच नि रेडीको छोरी मुजी 10 यसले के भन्दैछ सुन्नुमै के भन्दैछ यो फुच्चीको कुरा नि सुन्दिम न छपरी म्याच नि गाइने नि रन्डी मुजी
रेडीको छोरी मुझी सुटी म्याच चिने भर्खरको केटाकेटीलाई मुझी फसायो म्याच चिने पैसा लुट्यो फिर्ता बस्यो म लाउडे रन्डी मुझी होटलमा छु के पुती टाउके रन्डीको छोरी मुझी मेरो बाउको लाडोको टुप्पा जस्तो मुझी अनर बोकेर भालु नि म्याच चिने फिर्ता मोडको लाउडे होटलमा हो रन्डी मुझी भेडी म्याच चिने जा मुझी पुती पिका बारे रन्डी म्याच चिने पुती पिकाएर बसोस् रन्डी म्याच चिने राडी मुझी रुन्ची म्याच चिने रु देख्छस् रन्डी म्याच चिने रुएर बस रन्डी मुझी कण्डमा मुझी खया खाँचेर रन्डी म्याच चिने भालु नि रन्डी म्याच चिने रन्डी मुझी अबदेखि म्याच चिने मेरो बारेमा कुरा गर्दै हिँडिस् भने म्याच चिने मेरो बुढा र मेरो बारेमा कुरा गरिस् भने म्याच चिने तेरो पुती चिकाउँछु रन्डी म्याच चिने भालु नि रन्डी मुझी रुन्ची रुन्ची म्याच भन्छु भोलि पनि भन्छु पर्सि पनि भन्छु बहिनी भोलि फेरि आइज ल मेरो अलिक घाँटी दुख्यो कि भोलि आइज मेरो बोयफ्रेन्डले फोन गरेको बहिनी म फोनमा बोल्ने बेला भयो कि भोलि आइज ल फेरि यही टाइममा आइज है बहिनी तेरो पुती चिक्छ ल रन्डी नरु है म्याच चिने रुन्छ रन्डी मुझी भालु नि म्याच चिने जा म्याच चिने ए भिलेने म्याच चिने तुरीसँग म्याच चिने गएर म्याच चिने एकदिन तुरीसँग म्याच चिने गएर झुन्डी भालु नि म्याच चिने रन्डीको छोरी म्याच चिने चिगरी भालु नि रन्डी म्याच चिने बेसिया म्याच गजौटीले मसँग बेटी हाली गरेर रन्डी म्याच चिने तेरो पुतीको बेचेर प्राइस आइफोन भन्न 8 दिएको रन्डी छ म्याच ठुलो कुरा गर्छ गजौटीको तेरै बुढालाई गजौटीको मैले किन्दे भन्दैछु त रन्डी म्याच चिने तेरै बुढालाई मैले किन्दे क्या म्याच चिने रन्डी गजौटी नि भिगारी नि रन्डी रियल लाइफमा भेट्न रन्डी म्याच चिने तँ भन्दा 100 गुणा राम्री छु रन्डी अल्छी लागेर यो फुच्ची कहाँबाट आयो पचार मुठी नि फुच्ची यो उटी ट्याउ फुच्चीहरू कहाँबाट आयो क्या